आजबाट मेरो घरमा चाहिँ बिजुलीको सुरु भएको छ वायरिङको काम। हामी कहाँ चाहिँ यसरी जनता केबल राखेको छ हामीले। कस्तो भन्ने थाहा भएन। जनता केबल कति एउटा लाइन छ नि त? एउटा दुईटा तीनटा चारवटा पाँचवटा किन हाल्यो नि? पाँचवटा हजुरले भित्र पाइप राख्नु भएको छ, त्यसमा छिर्यायो है। अहिले छिराउनु भएको है। यो त उसको हो, चिम्नीको हो। ल राम्रो वायरिङ गरिदिनुहोस् है, भोलिपछि फुटाउनु नपरोस् है। ल थ्याङ्क यू। बोराभरि हाम्रो तारहरू जनताको झोलामा। तपाईँहरूको त उसको यो बोराको पनि जनतै लेखा रहेछ त। यो राम्रो कम्पनी हो, जनता हो नि? अहिले अहिले सबैमा यही राखेर हो। यो त्यही त भोलि फुटाउनु पर्दैन नि है। यो बलियो हो नि। आपत हुन्छ फेरि होइन, केही हुँदैन। हाम्रो यहाँ ठाउँमा त कुकुरले मारिहाल्छ नि टोकेर। यहाँ त चेक्क गर्न दिँदैन। हाम्रो कुकुर त डेन्जर छ। तपाईँहरू निर्धक्कले हाले हुन्छ। हाम्रो कुकुरले यहाँ छिरिक्क नि गर्न दिँदैन। यस्तो डेन्जर छ कि हाम्रो कुकुरले। यहाँ तपाईँलाई धन्न यहाँ अहिले दिउँसो भएर होला, बेलुका त टिक्नै दिँदैन। यहाँ पठाउनु भयो। अब त्यहाँ फलामको तार हुँदो रहेछ है। सिमेन्टले पुर्या होला क्या त्यो। तपाईँको तार सानो हो। कति ठेल्नु?